Hello guys, welcome back to my YouTube channel. If you're watching me for the very first time, then it's me Sri Tamang. तपाईलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ. सो आज चाहिँ भ्लग चाहिँ मैले ओछ्यानबाट स्टार्ट गर्दैछु हैन. अहिले चाहिँ 6:30 भइरहेको छ अनि मेरो छोरी चाहिँ यहाँ हिजो चाहिँ 7 बजे सुतेको हो. बेलुका 7 बजे सुतेको. अरू बेला 8:30 9 बजे सुत्ने, हिजो 7 बजे सुतेर ऊ अलमोस्ट 12 घण्टा सुतेछ. हिजो चाहिँ 7 बजी सुतेको थियो. अन्त अहिले उठेर यहाँनिर गरेछ. उसको पानी चाहिँ एउटा नराम्रो पानी छ. मैले उसको प्याम्पर्स फेर्देर चाहिँ सुरुवालमा राख्नु पऱ्यो भनेर दादाले जस्तो खोलिदिनु भयो त्यस्तै टोइलेट गएर लुगा फेरिसकेर हो. अन्त यहाँ दादाले लुगा लगाइदिनु हुँदैछ. गुड मर्निङ. फ्लास्कको बिर्को खाँदैछ छोरीले चाहिँ. गुड मर्निङ. गुड मर्निङ भन न. फ्याटपुलो भन न बहिनी. फ्याटपुलो. फ्याटपुलो. यति साह्रो बदमास भएको छ. यति साह्रो बदमास भएको छ. उसलाई चाहिँ एकजना मान्छेले सक्दैन. यति साह्रो अहिले नै यस्तो बदमास छ. अन्त अब चाहिँ म एकछिनबाट उठ्छु. त्यहाँबाट आजको दिनमा के हुन्छ तपाईँलाई देखाउँछु. सो हेर्दै गर्नुहोस् होला. बाई. आया बहिनी फ्यापुलो फ्यापुलो गरिदेऊ. फ्यापुलो. यहाँ क्यामेरामा फ्यापुलो. त्यस्तो बदमास छ कि. उसले यो फ्लासमा एकदम बेसी अट्याक गरिरहेको छ. त्यो पक्रिनु लागि चाहिँ बहिनी फ्यापुलो. बाई गरिदेऊ. बाई 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 बाई. छिटो. अब चाहिँ 7 बजे छ होइन. आधा घन्टा त त्यति ओछ्यानमा बसेर बितायो. अब चाहिँ उठेर दादालाई खाजाहरू बनाउनु पर्छ मैले हो. बिहान चाहिँ यस्तो मजा निद्रा लाग्छ कि. एउटा त फेरि ऊ छिटो उठेर सुत्नु दिँदैन. बहिनी बाई. बाई 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 गरिदियो. बाई 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 गरिदियो. बाई चुप्पा देऊ. गरिदेऊ. गरिदेऊ न. सो गाइस म चाहिँ उठ्यो होइन. अन्त उठेर अब यहाँ चाहिँ चिया खान आँटेको हो. चिया खान आँटेको भन्दा पनि ग्रिन टी खान आँटेको. फर्स्टमा चाहिँ म मर्निङमा जहिले पनि ग्रिन टी खान्छु होइन. जहिले पनि भन्दाखेरि चाहिँ जबदेखि मेरो सिजर भयो तबदेखिको म चाहिँ मर्निङमा ग्रिन टी नै खान्छु. दुध खाएर मलाई ग्यास भइहाल्छ हो. ग्रिन टी खाएर त्यहाँ भरे मात्रै म दुधको चिया खान्छु. अन्त त्यही हो. यहाँनिर पानी तताइरहेको छु. अन्त ग्रिन टी बनाउँछु. त्यसपछि अब सब्जी चाहिँ त्यो एभ्री वुमेनको प्रब्लम होला. बिहान के पकाउनु भइरहेको छ. अब दादालाई खाजामा के हालिदिनु भइरहेछ. तपाईँलाई देखाउँछु न के हालिदिन्छु भनेर. अब चाहिँ मेरो छोरीको ब्रेकफास्टको टाइम भयो. बहिनी यता हेर न. बहिनी सामिटी चाहिँ बदमास गर्छ. उसलाई खाना खिलाउनु जस्तो त कम्ता साह्रो पर्दैन. उसको चाहिँ खाना यहाँ रेडी भइसकेको छ हो. बहिनी यस्तो बदमास छ. ल उसलाई खाना खिलाइहाल्छु. खाना खाने. मेरो छोरीले चाहिँ यति मात्रै राख्यो. अरू सबै खाइसकेर यहाँ मुख हेर्न सक्नुहुन्छ है म्याडमको. लु पानी चाहिँ उसको कम्ता खाँदैन उसले. सो गाइस दादा चाहिँ खाजासाजा खाएर पनि ड्युटी गइसक्नु भयो हो. अन्त
म चाहिँ नानी मैले पनि खाजासाजा खाएर नानी सुताएँ। अब भाँडाहरू धुनु छ हो, नानी चाहिँ सुत्यो। अनि तपाईँहरूले चाहिँ पछाडि ब्याकग्राउन्डबाट उयो नोटिस गर्नु हुँदैछ होला कि हाम्रो रुम चाहिँ चेन्ज भएको छ भनेर होइन। सो हामी चाहिँ अस्ति भोलि सन्डेसँग 2 हप्ता हुन्छ हामी रुम सिफ्ट भएको। हामी चाहिँ रुम सिफ्ट भयो नि त। अन्त त्यही भनेर यो चाहिँ अलिकति ठुलो रुम छ हाम्रो। पहिलाको रुम भन्दा फेरि 2टा रुम, एउटा किचन, एउटा टोइलेट बाथरुम भित्र नै भएको। तल हामी बस्नेमा चाहिँ टोइलेट बाथरुम अट्याच थियो र 2टा रुम, एउटा रुम र एउटा किचन मात्रै थियो नि त। सो त्यही हो। अब चाहिँ म नुहाइधुवाइ गर्नु छ। मेन कुरा चाहिँ घर सफा गरिहाल्छु नानी सुतेको बेलामा। किचनहरू सफा गर्नु छ, अन्त भाँडाकुँडा धुनु छ। तपाईँलाई अहिले भेट्छु नि ल एकछिनमा। अन्त मेरो छोरी सुतिरहेको तपाईँलाई देखाउँछु ल। बहिनी चाहिँ यहाँनिर सुतिरहेको छ हो। हामीले भात खाँदा चाहिँ उसलाई पनि भात दिनुपर्छ कि। अन्त यस्तो हुन्छ भात चाहिँ उसले भुइँभरि छरेर खान्छ हो। अब यो मेस जुन चाहिँ यो मेस भएको छ, यो चाहिँ मैले सबै सफा गर्नुपर्छ। त्यो किचनहरू हो, बाथरुमहरू सफा गर्नुपर्ने छ। मैले चाहिँ मेरो काम केही गरिसकेको थिएन हो। अन्त ऊ चाहिँ उठ्यो। उसले चाहिँ मेरो काम नभएको दिन चाहिँ एकदम मजाले 1-2 बजीसम्म सुत्छ। अनि काम भएको दिन चाहिँ उठेर उसलाई मैले 2 खेप सुताउने कोसिस गरेँ कि मेरो टाइम वेस्ट मात्रै भयो। अन्त खेलिरहेछ एक्लै। अब म चाहिँ यहाँ यति मैला निकालेर बढाल्दैछु। दिन पनि दामी भएको छ। तपाईँहरूलाई चाहिँ म हाम्रो न्यू रुम टुर दिन्छु होइन। यहाँ चाहिँ हेर्नु नि खिड्कीमै मजाले घाम लाग्छ हो। खिड्कीमै घाम लाग्छ। यतातिर चाहिँ उताबाट चाहिँ जिएमसीकोहरूले नाली सफा गर्दै रहेछ हो। यो चाहिँ यस्तो छ हाम्रो गाउँ चाहिँ। ऊ हेर्नु नि मस्केको भगवान् के भयो किन? मेरो छोरी चाहिँ नाङ्गुते सुतिरहेको छ हाँस्दै। ऊ चाहिँ सुत्दाखेरि यसरी नाङ्गै सुत्नु भन्छ कि। सुरुवाल लगाएर सुरुवालमा मुच्छा हो। अनि यसरी थाङ्ना भिजाउँछ, डबल गरिदिन्छु म। त्यहाँबाट चाहिँ नाङ्गै सुतिरहेको बुई। उसको चाहिँ हेर्नु नि ऱ्यासेस पुरा छ गालातिर पनि। अस्ति डक्टर देखाएर ल्याएको, दबाई दिएर अलिक जाती हुँदैछ। यस्तो बदमास है ऊ चाहिँ। समृद्धि अबुई छिटो लुगा छोप्नु पर्छ नि त यहाँनिर। अन्त लुगाले छोप्नु पर्छ नि त। कुकु आएको दिन त उसले चाहिँ यो बास्केट यहाँ राखेको, यो बास्केटमा हात टेकेर उभिएर बस्छ नि त। आमै म चाहिँ यहाँ काम गरिसकेर चाना र रोटी खाँदैछु। नानाले ल्याइदिनु भएको हो। दिदी बहिनी छेउमा बस्नु पनि फाइदै छ है। खाजा ल्याइदिन्छु। खाजा भन्दा पनि तिनीहरूको बिहानको खाजा अरे हो। मलाई पनि ल्याइदिन्छ, म खाँदैछु भर्खर हो। अन्त यता बहिनीले पनि खाँदैछ टुक्रा बनाउँदै। उसले चाहिँ अचल आफै खान्छ कतिवटा कुरा चाहिँ नि। भातहरू पनि दियो भने आफै टिप्दै खान्छ हो। उसले त पुरा खेल्दै खान्छ। मिठो समृद्धि मिठो रहेछ नानी मिठो। यहाँ हेर्नु यो मैला उठाउने चाहिँ मैले उसलाई देखाएको थियो कि। अब उसको पछि आउँछ जबसम्म दिँदैन तबसम्म। यस्तो भएको छ जहाँ गयो पनि पछि आउँछ। म बाहिर निस्केँ, यहाँ बाहिर निस्केँ भने बाहिरै। यस्तो भएको छ समृद्धि चाहिँ। यसरी उभिएछ। अन्त उभिएर यहाँ चाहिँ भक्कु सुसु गरेछ। अनि यहाँ उसको डलसँग खेलिरहेको छ। बहिनी पर हेर्दै खिड्कीहरू हेर्दै। बहिनी समृद्धि सो गाइस हामी चाहिँ अचानक रेडी भएर कहाँ गएको भनेर सोच्नु हुँदै होला होइन। हामी चाहिँ गएको घर। किनभने हाम्रो चाहिँ एकजना बहिनी चाहिँ जिएनबी पढ्छ नि त, मतलब होस्टेल बसेर स्कुल पढ्छ। अन्त ऊ चाहिँ छुट्टीमा घर आएको रहेछ नि त। ऊ चाहिँ हामीलाई भेट्नु यहाँ माथि आउने भन्दै थियो। अन्त तल मम्मी पनि भेट्नु, मम्मीलाई भेटेर यहाँ आउने भन्दै थियो। अन्त ऊ चाहिँ यता चाहिँ नआउने रे किनभने मम्मी बिमार हुनुहुन्छ अरे। अन्त उसले तलै आउनु नि भनेर हामी तलै जाँदैछ। सो गाइस वी आर फाइनली होम हो। हामी चाहिँ उसलाई भेट्न आएको। ऊ चाहिँ हामीलाई भेट्नु आउनेवाला थियो। मुख छोपेको बहिनीको टाउको के गरेको? उठाउ त नगर न अप्ठ्यारो भयो।
उनलाई भेट्न आएको अप्ठ्यारो भयो निनामा बहिनीलाई कपाल बिगार्छ अब सबै दुईजना खेलेको अरे त्यसरी मान्दैन उसलाई बसाइदेऊ न सो गाइस हामी चाहिँ हाम्रो रुम पनि आइपुगिसक्यो हो अन्त पानी परेर एकदमै पानी परेर भ्लगै बनाउनु पाएन अन्त अब चाहिँ म सबै कुरा छिटो गर्नुपर्ने हुन्छ मैले होइन किनभने आज चाहिँ दादा अलिक ढिलो आउनुहुन्छ अरे दादाको वर्कसपमा अलिक काम छ अरे सो दादा ढिलो आउनुहुन्छ अरे सो अब नानी हेर्दै खाना पकाउनुपर्छ नानीलाई पनि खिलाउनुपर्छ अब एक्लै त अलिकति प्रब्लम नै हुन्छ होइन अब दादा आउनुभएको भए चाहिँ दादाले नानी बोकिदिनुहुन्थ्यो म यता किचनको कामहरू गर्थेँ नि त अब नानी फेरि एक जग्गा ठ्याक्कै बस्दैन जहाँ म पछि हिँड्छ हो अनि पुरा झगडा गर्छ सो अब त्यही हो यो भ्लगमा चाहिँ यति नै थियो सो तपाईँहरूलाई अर्को नेक्स्ट भ्लगमा भेट्छु हो यहाँ मेरो छोरी खुट्टामा आएर धुलिरहेको थियो सो बाई सी यू इन द नेक्स्ट भ्लग तपाईँहरूको माया र सपोर्ट देखाइदिनुहोस् होइन त्यही हो बाई बाई